भएको छ फर्स्ट टाइममा यो भन्दैछ हो ल ल ल यहाँ पनि स्टार्ट भइसकेको छ फर्स्ट राउन्ड फर्स्ट आउट सो सेकेन्ड राउन्ड इट्स बिन स्टार्टेड सो राम्रो राम्रो हुँदैछ म्याच चाहिँ अहिले फिलहाल घरि चाहिँ हेलो गाइस वेलकम ब्याक टु च्यानल है आज भने चाहिँ एकदमै बिहान बिहानै ब्लग सुट गरिरहेको छु किन भन्दाखेरि चाहिँ आजदेखि चाहिँ ग्राउन्ड जाने है हामीले प्लान गरेको छौँ र म चाहिँ पहिला कन्टिन्यू जान्थेँ पहिला मसँगै मेरो भाइ बहिनीहरू थियो सबै अन्त तिनीहरू सबै अहिले कलेजहरू सकेर घर गएको छ है कसैको काम भएर गएको छ अनि त्यही भएर म चाहिँ अहिले चाहिँ एक्लै रुममा छु अन्त त्यही भएर अल्छी भएर चाहिँ गएको छैन है अन्त कोही अब साथीहरू भयो चाहिँ जाउँ भनेर सोचिरहेको थिएँ अरूको है ब्लगहरू पनि हेर्छु पुरा मलाई जानु चाहिँ मनपर्छ तर एक्लै भएर अल्छी लाग्छ है किनकि गएर फेरि आएर खाना पकाएर ड्युटी जानुपर्छ है अन्त सोच्छु है जानु चाहिँ पुरा मनपर्छ तर है अन्त हिजो चाहिँ मेरो चर्चको बहिनीहरू पनि जाने भएको छ है अन्त त्यही भएर चाहिँ उनीहरूसँग जाउँ भनेर सोचिरहेको छु आजदेखि चाहिँ म कन्टिन्यू जाउँ भनेर सोचेको छु गाइस के हुन्छ चाहिँ है अब हुन्छ म निक्लिनु आँटेको अहिले चाहिँ म त्यसरी भइसकेँ पहिला चाहिँ मेरो है फुटबल थियो फुटबल चाहिँ ग्राउन्डबाटै कसले लग्यो है छोडिदिइहाल्नु गाइस के गर्नु अन्त यहाँ ब्याडमिन्टन छ है अब आज दुःख सुख खेल्नुपर्छ बिस्तारै बिस्तारै अब फुटबलहरू भलिबल पनि निकाल्नुपर्छ गाइस यस्तो छ अब भने चाहिँ म निक्लिनु आँटेको गाइस अहिले म है देखाउनेछु अहिलेको लागि स्टुडेन्ट गाइस हामीले चाहिँ हिजो 5 बजीदेखि जाउँ भनेर प्लान गरेको थियौँ है तर अँध्यारो हुँदो रहेछ अहिले पनि कति अहिले 5:30 भइसक्यो भए पनि अँध्यारो भइरहेछ अहिले चाहिँ अँध्यारो नै हुँदो रहेछ बिहान 5 बजी चाहिँ तर आज सन्डे हो राति 20 जानु हुन्छ है तर भोलिदेखि चाहिँ ड्युटी हुन्छ नि त छिटो जानुपर्छ है तर 5 बजी चाहिँ अँध्यारै हुँदैछ नि गाइस यस्तो छ अँध्यारो केही त देख्दैन अब भने चाहिँ निक्लेको गाइस यस्तो छ यस्तो चाहिँ तादुङको बिहानको भ्यू चाहिँ गाइस यहाँ पर है बहिनीहरू 2जना चाहिँ निक्लिसकेको छ अर्को बहिनीहरू आउँदैछ अरूहरू म चाहिँ जान्छु गाइस अहिले चाहिँ येसु कस्तो प्यारो मित्र उठाउनुहोस् ल त गाइस अब भन्छ हामी फाइनली सबै भेला भइसक्यो बहिनीहरू आइसक्यो यता चाहिँ रोनी बहिनी है हाम्रै गाउँको हो शुभ बिहानी सबैजनालाई आज चाहिँ हामी जाँदैछौँ ब्याडमिन्टन खेल्नको लागि अनि यहाँ चाहिँ जिउलाई फिट एन्ड फाइन बनाउनुको लागि जाँदैछौँ अब दादाको भिडियो लाग्छ भने हेरिदिनुहोस् होला बाई बाई यता हाम्रो खतरा प्लेयर्सहरू यता चाहिँ मेरो बहिनी हेलो जोइस सुन खै गर न यता एन्जल अघि भयो लु हात हराइदेऊ हात लाग्यो है लाग्यो गाइस आजदेखि चाहिँ हामीले स्टार्ट गरेको मर्निङ जाने हेरौँ न अब भोलिदेखि आउँछ आजको एक दिन जोस पनि हो कि आज उठाउँदा उठाउँदा भएको भोलि दिन चाहिँ कल नगरी उठ्नु पऱ्यो है एकदम ल तब फाइनली हामी आइपुग्यो अहिलेको छौँ ग्राउन्डसम्म अहिले त कस्तो कम्ती हुँदैछ मान्छे पहिला कस्तो बेसी हुन्थ्यो लु आइपुग्यो भनेर कडा कडा हाम्रो प्लेयर्सहरू आज आज चाहिँ भएको छ फर्स्ट टाइम यो भन्दैछ हो ल ल यहाँ पनि स्टार्ट भइसकेको छ फर्स्ट आउट सो सेकेन्ड राउन्ड इट्स बिन स्टार्टेड सो राम्रो राम्रो हुँदैछ म्याच चाहिँ अहिले फिलहाल घरि चाहिँ आउट ल त गाइस स्टार्ट भयो हाम्रो अगासै छ त हौ दुई बहिनी गर्नु चाउ भयो साह्रै टाढो भयो नजिक खेल आमा उता अन्त बिहानै भात खाएर आएको भनेर सानो भन्दैन हाम्रो प्लेयर्सहरू पछाडि हातले त होइन ल प्लेयर्स बेसी भयो प्लेयर्स अफ द डे खै हौ राम्रो हेरौँ ए यता चाहिँ उठ्नु नि भन्छ
ल ल ल अब चाहिँ हामी फुटबलमा सरेको छ कडा कडाहरू मार्नु नि ल त गाइस अब हुन्छ हामी फर्केको कति मजा आयो गाइस मजा आयो एन्जल एकदम हाँसेर यता त्यो नि मजा आयो हत्तु यता कत्रा भयो मेन प्लेयर चाहिँ थाहा हो नि हाम्रो कमसेकम मत हेर मेरो त यो मात्र एक प्याकेट गर्नु देखि आजको लोकेश त्यो चाहिँ मैले पनि फेरि आर्टिस्ट चढेर खेल्नुपर्छ मात्रै भनेको चढिदिएँ